दर्शकबिन यतिखेर भुन्टी सिरियलमा भुन्टीले आफ्नो सम्बन्ध विच्छेद र भूपेन्द्रको नाममा रहेको आधा सम्पत्ति लिनको लागि वकिल कहाँ गएर सबै सरसल्लाह गरिसकेकी छिन् भने यता भुन्टीको घरमा भने भुन्टीलाई भने त्यो वकिल कहाँ गएर हालेको निवेदन अंश भने फिर्ता लिनको लागि लगाउँछु भन्दै भूपेन्द्र बैसकी टेक्दै टोकलेको कोठासम्म पुगेको दृश्य हामीले देख्न सक्छौँ। यही कुरा भूपेन्द्रको भाउजू श्रेयाले गाउँमा फोन गरेर बालकुमारीलाई भुन्टीले आधा सम्पत्ति लाने भयो आमा भनेर बढाइ चढाइ गरेर कुराहरू गरेपछि बालकुमारी भने त्यहाँ रन्थनिँदै भुन्टीको आमा बुवालाई चाहिँ गएर तनाव दिन्छु कराउँछु र भुन्टीलाई चाहिँ त्यस केस फिर्ता लिन लगाउँछु भन्दै गाउँबाट भुन्टीको माइती घरतर्फ लागेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, यद्यपि सुकुमायाले भने आफ्नो मितिनीलाई त्यस भूपेन्द्रसँग डिभोर्स गराउने र भूपेन्द्रको नाममा रहेको आधा सम्पत्ति चाहिँ भुन्टीको नाममा गराउने उद्देश्यले यहाँ हिँडिरहेका छन् भने भुन्टीको घर पक्ष सम्पूर्णले भने भुन्टीलाई जसरी भए पनि त्यस निवेदन यानि कि त्यो जग्गा रोक्का भएको सम्पूर्ण केसहरू चाहिँ फिर्ता लिन लगाउने, एक कौडी त्यसलाई चाहिँ सम्पत्ति नदिने भनेर यसरी तम तयार भएको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, यद्यपि सुकुमायाले बनाएको प्लान के सफल होला त? यसरी भूपेन्द्रको सम्पूर्ण परिवारले भुन्टीलाई एउटा पनि सम्पत्ति नदिने भन्दै यसरी उफ्रिरहेको अवस्थामा यता सुकुमायाले वकिल कार्यालय गएर वकिललाई सम्पूर्ण कागजहरू प्रोसेस गरिरहेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिन, यद्यपि भुन्टी सिरियलले भने यसरी नयाँ मोड लिइरहेको छ। भुन्टीको मितिनी सुकुमाया र भुन्टी मिलेर भुन्टीले भूपेन्द्रको नाममा रहेको आधा सम्पत्ति पाउला नि त? दर्शकबिन, त्यो सम्पूर्ण जानकारीहरू थाहा पाउन र सम्पूर्ण प्रक्रियाहरू हेर्नको लागि भने अब आउने नयाँ भुन्टी भागको प्रतीक्षा हामीले पक्कै पनि गर्नुपर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरिएको छ भुन्टी सिरियल रिभ्यू भिडियो। तपाईँहरूलाई पनि मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै बिदा हुन चाहन्छु।